दर्शन नमस्ते वेलकम टु माई युट्युब च्यानल के छ सन्चै आराम हुनुहुन्छ होला। आज हामी सन्डेको दिन छुट्टीको दिन यसो नजिक पासमा समुद्र छ भन्ने सुनेको छौँ। त्यो चाहिँ हामी आज 4-5 जना साइकलमा चाहिँ हामी जान लागेको छौँ। हेरौँ कस्तो हुन्छ। तपाईँलाई यो भिडियो म अन्तिमसम्म पुरा भिडियोहरू देखाउने छु। साथीहरू चाहिँ निक्लिसक्नु भएको छ। म त टक्क लाएर निक्लिन लागेको छु। यो चाहिँ मेरो सोनी हो, यसको नाम चाहिँ मेरो यो साइकल चाहिँ। ल गाइज हामी चाहिँ अब हिँडिसकेका छौँ। यो साइडमा लागेको छ बाटो चाहिँ 4 जना छ। अहिले चाहिँ सर्टकट रास्ता जान लाग्छ। हामी चाहिँ हल्का लङ टु गल्ली नभएर सर्टकट रास्ता। काका क्या आज लड़की पटाओगी? क्या करोगे फिर? मेन रोड चाहिँ अब निक्लिन आइसकेको छ हामी चाहिँ। ल फाइनल्ली हामी चाहिँ अहिले यो रोडमा चाहिँ निक्लिसकेको छौँ। अघि चाहिँ हामी गल्ली गल्लीबाट आएको थियो। अब चाहिँ फाइनल्ली हामी रोडमा निक्लिसकेको छ। बाटो धेरै टाढो छैन। अहिले चाहिँ स्टेज छ, त्यस बाटो चाहिँ नजिकै छ। स्टेज जानुपर्छ, खालि त्यस्तो अप्ठ्यारो पनि छैन। धेरै समय पछि चाहिँ हामीले आज फरक टाइपको बनाउँदैछु। किनकि आजभन्दा केही महिना अगाडि चाहिँ मैले खालि यस्तो एउटा राम्रो भ्लग टाइपको भिडियो चाहिँ बनाउनु पाएको थिएन। तर अहिले आइसकेपछि चाहिँ अहिले राम्रो बनाउने, यो ठाउँ भए अर्को ठाउँ हुन्छ, अर्को भए अर्को ठाउँ हुन्छ भनेर चाहिँ हामीले प्रत्येक चाहिँ सन्डेको दिन चाहिँ फरक फरक टाइपको एउटा भ्लग टाइपको भिडियोहरू चाहिँ मैले यो युट्युबबाट चाहिँ पोस्ट गर्ने चाहिँ निधो गरेको छु। हेरौँ कस्तो हुन्छ। हजुरको माया अनि सपोर्ट कतिको पाइन्छ, के गर्छ त्यो त अब समयले नै बताउनेछ। अहिले हामीसँग चाहिँ खासै समय छैन। त्यही भएर चाहिँ नजिकको छेउमा राम्रो ठाउँ छ भने चाहिँ खासै राम्रो भए पनि नराम्रो नभए पनि तर हामी फर्स्ट टाइम यो ठाउँमा चाहिँ जाँदा लाग्छौँ। खै हेरौँ कस्तो हुन्छ थाहा छैन। तर हामीसँग टाइम भएको भए चाहिँ हामीले अन्य ठाउँहरू चाहिँ पनि घुम्ने निधो गरेका थियौँ। तर अहिले चाहिँ हामीसँग त्यत्रो समय नभएको कारणले नजिकमा समथिङ 10-15 मिनट लाग्ने ठाउँहरू चाहिँ एउटा राम्रो समुद्र छ भन्ने सुनेको छौँ। त्यो समुद्रमा चाहिँ एकछिन हामी के दृश्य अवलोकन गर्नको लागि चाहिँ हामी अहिले जाँदैछौँ। हामी गेटको नजिकै आइपुगेको छौँ। अब हेरौँ कस्तो हुन्छ। मलाई चाहिँ अहिले हल्का गाह्रो भएको छ। किनकि मैले एउटा हातले साइकल चलाउने अनि एउटा हातले चाहिँ मोबाइल पकाउँदाखेरि चाहिँ हल्का पुरा क्लियर वरपरका दृश्यहरू चाहिँ लिन पाएको छैन। सो अब आउने दिनहरूमा मैले सबै वरपर लागेको थिएँ सबै चिजहरू चाहिँ इन्तजार गरेको छु। ल फाइनल्ली हामी चाहिँ पुगिसकेको छौँ। अब केही क्षणको लागि चाहिँ हामीले यो वरपर ठाउँहरूलाई चाहिँ एकछिन अवलोकन गर्नेछौँ। अनि त्यसपछि हामीसँग समय नभएको कारणले गर्दा हामी छिटै फर्किनुपर्ने जस्तो छ।
फाइनली हामी चाहिँ नजिकको अब समुद्रको नजिक पुग्दैछौँ। यो वरपर फुलहरू चाहिँ लगाएर चाहिँ के को चाहिँ थाहा छैन। केही समयको लागि चाहिँ हामीले यो समुद्र निहालेर हेर्छौँ, त्यसपछि हामी फेरि फर्किनेछौँ। फाइनल्ली हामी केही समयको लागि यो ठाउँलाई चाहिँ निहालेर हेऱ्यौँ, राम्रोसँग यो सबै चिजहरू निहालेर हेऱ्यौँ, राम्रोसँग अवलोकन गऱ्यौँ। अब आउने दिनहरूमा योभन्दा भिन्न भिन्दै भिडियोहरू हेर्न चाहनुहुन्छ, यदि नयाँ नयाँ भिडियोहरू घुम्ने मेरो चाहिँ एकमात्र लक्ष्य हो। यो मलेसियामा जति पनि हामीले नजिकका जति पनि डिस्ट्रिक्टहरू छन् त्यो डिस्ट्रिक्टहरू चाहिँ घुम्ने भन्ने मेरो लक्ष्य हो। त्यही माथि घामले गर्दा चाहिँ एकदमै गाह्रो भएको छ, घाम चाहिँ धेरै छ। यहाँ चाहिँ घुम्दाखेरि पनि हल्का अलिकति घामको कारणले गर्दाखेरि खासै कोही कोही मान्छेहरू मात्र कम मात्र मान्छेहरू आएको हुन्छन्। तर अहिले चाहिँ थोरै समयको लागि भए निहालेर हेऱ्यौँ, त्यसपछि अब हामी आफ्नो बाटोतर्फ लाग्नेछौँ। किनकि अहिले धेरै रात पऱ्यो भने चाहिँ यो ठाउँमा चाहिँ हल्का समस्या हुन्छ। यदि तपाईँहरूले नयाँ नयाँ ठाउँ देख्न चाहनुहुन्छ, नयाँ नयाँ ठाउँहरू अवलोकन गर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई मा जोडिन नभुल्नुहोला। अहिलेको लागि यति नै। फेरि हामी अर्को सन्डेको लागि चाहिँ हजुरको सामु एउटा फरक टाइपको भिडियो लिएर आउनेछु। अहिलेलाई चाहिँ